मात्र क्लोज तान्ने होइन होइन क्लोज तान्नु भयो भने रोकिहाल्छ नि क्लोज तान्नु उकालोमा स्कुलेटर तान्ने रोक्नु उकालोमा रोक्नुहुन्छ मात्रै क्लोज तानेर अनि रोक्ने हो कि तर यहाँ केही नगर्नु ठोकिनु पछाडिबाट आएर गाडीले हजुर उनीहरू आफ सर जान्छन् क्लोज त नतान्नु न जाम हजुर जाँदैन यो ओह्रालो त छैन पचासको धेर कुटु कुटु लाग्यो होइन टार्नु के भयो खुट्टा त मेरो कस्तो भाइब्रेटले कुतु कुतु लागेर ए इन्स्टिट्युटमा जाने होइन हामी डाइरेक्ट यताबाट गाउँबाट आएका हजुरबाहरू हुन्छन् एकदम आत्तिएर आउँछ नि ध्यान दिनुपर्छ बच्चा बच्ची केटाकेटी जाम जाम पछाडि कत्रो गाडी आयो जाम न छिटो हिँड्नु न आएपछि के भयो पछाडि आएपछि के भयो त हामी साइड दिनु पर्यो नि त किच्याइदिन्छ त्यस्तोले हेर्दैछ त्यसले हिँड्दैछ त्यसले हेरिहाल्छ जाम जाम हामी यो साइडबाट जाउँ न यताबाट जाने हो किलो गर्नु नि त केटीलाई हान्दिनु होला कताबाट जाने उता स्कुटी आउँदैछ कहाँ हेरेर त्यसले पनि हेरिरहेको छ त्यसले नि हेरेको थियो हेर्दा चाहिँ त्यही पनि त गाउँबाट मान्छे आइसकेछ हो 2-3 बजे त आउँछ नि त अहिले कति बज्यो 3 बज्यो कहाँनिर इन्स्टिट्युट हजुर यहीँ हो यहीँ रोक्नु यहीँ रोक्नु न गाडी होइन के छ त्यो म त गाडी गियरमा छ गियर डाउन गर्नु त्यो डाउन गर्नु गियर गियर डाउन गर्नु त छैन गियरमा अगाडि भात गइरहेको यता कहाँनिर हो अझै टाढा हो कि अब त्यो सीता पाइलाको जाने बाटो कटिङ गर्नु सीता पाइला चोक नजिक जानु खाने हो अहिले नखानु किन
कता हो र यता होटलको मान्छे यही हो इन्स्टिच्युट हजुर के गर्नलाई त्यसो उतापट्टि पो लाग्नुपर्छ त पख्नु यहाँ मिल्दैन यता ल्याउनु यता चढेरै आउनु न चढेरै गर्नुपर्छ कि अनि पर्फेक्ट हुन्छ भयो हो